भूपेन्द्र र भुन्टीको यो दुरवस्था देखेर तपाईहरू को दुखी हुनुहुन्छ त? दर्शकबिन, यति बेला भूपेन्द्रको गर्लफ्रेन्ड कालो कपडा बाँधेर हस्पिटलमा आएकी छ, कालो कपडा बेरेर। किनभने भूपेन्द्र कस्तो अवस्थामा छ, भूपेन्द्रलाई के भइरहेको छ भन्ने कुरा बुझ्नको लागि भूपेन्द्रको गर्लफ्रेन्ड यति बेला हस्पिटलमा आइसकेको छ। दर्शकबिन, आज यसै सेरोफेरोमा रहेर भुन्टी सिरियलमा गत एपिसोडमा के भयो र आगामी एपिसोडमा के हुँदैछ भन्ने बारेमा चर्चा अनि परिचर्चा गर्न गइरहेका छौँ। हाम्रो भिडियो सामग्रीलाई सुरुदेखि अन्तिम समय हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनुहुनेछ भन्ने आशा र विश्वास गरेका छौँ। दर्शकबिन, उता भुन्टी भने भूपेन्द्रलाई कुरेर बसिरहेको अवस्थामा कालो कपडा लागेकी केटी हस्पिटलसम्म आइसकेपछि अब उक्त कालो कपडा लगाउने केटी र भुन्टी बीच के होला त? आज यसै सेरोफेरोमा रहेर चर्चा अनि परिचर्चा गर्न गइरहेका छौँ। आजको भिडियो सामग्री निकै नै महत्त्वपूर्ण छ। हाम्रो भिडियो सामग्रीलाई सुरुदेखि अन्तिम समय हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनुहुनेछ भन्ने आशा र अपेक्षा लिएको छु। दर्शकबिन, आज हामी चर्चित टेलिसिरियल भुन्टीको रिभ्यू भिडियो मार्फत यहाँहरूलाई महत्त्वपूर्ण जानकारी दिन गइरहेका छौँ। भिडियो सामग्री निकै नै महत्त्वपूर्ण छ, त्यसकारण आजको हाम्रो भिडियोलाई सुरुदेखि अन्तिम समय हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनुहुनेछ भन्ने आशा र विश्वास लिएको छु। दर्शकबिन, भुन्टी जब भूपेन्द्रलाई कुरिरहेकी छिन्, भूपेन्द्रको बेहोसी अवस्थामा भुन्टीले आफ्नो ब्लड दिएर भूपेन्द्रलाई बचाउने प्रयास गरेकी छिन्। त्यही बेला कालो कपडा लागेकी केटी हस्पिटलको बेडसम्म आइपुग्दाखेरि अब भुन्टीले के सोच्ने छिन् त? भुन्टीले वास्तविकता अब पत्ता कसरी लगाउँछिन्? तपाईहरूलाई के लाग्छ? तपाईहरूका मनमा लागेका कुनै पनि सल्लाह सुझाव जिज्ञासाहरू छन् भने कमेन्टमा लेख्न सक्नुहुनेछ। दर्शकबिन, जब भुन्टीले भूपेन्द्रको गर्लफ्रेन्ड यो रहेछ भन्ने कुरा पत्ता लगाएपछि अब के गर्छिन् त? यसै विषयमा पनि आज निकै नै महत्त्वपूर्ण खबर यहाँहरूलाई दिन गइरहेका छौँ। हाम्रो भिडियो निकै नै महत्त्वपूर्ण छ, त्यसकारण हाम्रो भिडियोलाई सुरुदेखि अन्तिम समय हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनुहुनेछ भन्ने आशा र विश्वास लिएका छौँ। दर्शकबिन, अब भुन्टीको मनमा के बिज्ला? भुन्टीले आफूले सकेको सहयोग गरेकी थिइन्, आफ्नो रगत दिएर पनि भूपेन्द्रलाई बचाउने कोसिस गरेकी थिइन्। भूपेन्द्रको गर्लफ्रेन्ड भूपेन्द्रलाई भेट्नलाई कालो ड्रेस पहिरेर कसैले नचिन्ने गरेर हस्पिटलको बेडसम्म आइसकेपछि अब भुन्टीको मनमा के रहला? भुन्टीले आफ्नो ब्लड दिएर भूपेन्द्रलाई बचाउने कोसिस गरेर गल्ती गरे भन्ने महसुस त हुँदैन? यसै विषयमा पनि यहाँहरूको माझमा महत्त्वपूर्ण अपडेट लिएर आएका छौँ। आजको हाम्रो भिडियो सामग्री निकै नै महत्त्वपूर्ण छ। भुन्टी सिरियलको रिभ्यू भिडियो मार्फत यहाँहरूलाई निकै नै महत्त्वपूर्ण अपडेट गराउन गइरहेका छौँ। हाम्रो भिडियोलाई सुरुदेखि अन्तिम समय हेरेर साथ दिने कोसिस गर्नुहोला। दर्शकबिन, यति हुँदै पनि अब भूपेन्द्रलाई भुन्टीले साथ देलिन् कि नदेलिन् त? जब भूपेन्द्रले घरबाट निकालेकी भुन्टीले भूपेन्द्रलाई नालीमा फालिएको अवस्थामा भेट्दा पनि उपचारको लागि हस्पिटल लगेर आफ्नो भयभरको रगत दिएर चाहिँ भूपेन्द्रलाई बचाउने कोसिस गरेकी थिइन्। फेरि पनि उनै भूपेन्द्रको गर्लफ्रेन्ड हस्पिटलमा भेट्न, त्यो पनि अपरिचित भेषमा कालो कपडा बेरेर कालो कपडा मुखमा बाँधेर चाहिँ आइसकेपछि अब भुन्टीले भूपेन्द्रको पक्षमा भूपेन्द्रलाई साथ देलिन् कि नदेलिन् त? तपाईहरूलाई के लाग्छ? तपाईहरूका मनमा लागेका कुनै पनि जिज्ञासाहरू छन् भने तलको कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। यसै सेरोफेरोमा यसै विषयमा रहेर आज हामी महत्त्वपूर्ण कुराकानी गर्न गइरहेका छौँ। भिडियोलाई भने अन्तिम समय हेरेर साथ दिनुहोला। दर्शकबिन, भूपेन्द्र किन रिसाए, के कारणले मसँग टाढा हुँदैछन्, मसँग टाढा भए भन्ने कुरा अहिलेसम्म भुन्टीलाई केही पनि थाहा थिएन र वास्तविक कुरा पत्ता लगाउने कोसिस त गरेकी थिइन्, तर भुन्टीले वास्तविक कुरा पत्ता नलगाइकन भूपेन्द्रले भुन्टीलाई आफ्नो घरबाट निकालिदिए। भुन्टी माथि नै उल्टो लालछना लगाएर भूपेन्द्रले भुन्टीको उल्टो चरित्र हत्या गर्ने कोसिस गरेका थिए। त्यति गर्दा पनि भूपेन्द्रले गरेको व्यवहारलाई व्यवस्था गर्दै भुन्टीले भने भूपेन्द्र नालीमा मर्नसन्न हुने गरी लडिरहेको अवस्थामा, बेहोसी भएको अवस्थामा पनि भुन्टीलाई दया लाग्यो र आफ्नो श्रीमान भूपेन्द्रलाई जसरी पनि बचाउनु पर्छ भन्ने लागेर उनले आफ्नो दाइ टोकलेर भाउजू पूर्णिमालाई पनि सहयोग मागेर हस्पिटलसम्म लाने प्रयत्न गरिन्। हस्पिटल लगेर उपचार गराउने प्रयास गरेकी थिइन्। दर्शकबिन, अब भुन्टीलाई भूपेन्द्रले
यति गर्दा गर्दै पनि भुन्टीले त्यति माया गरेकी थिइन्, तर भुन्टीले कुनै गल्ती नगर्दा पनि भूपेन्द्रले गरेको त्यो व्यवहार अनि भूपेन्द्रले मन पराएकी, भूपेन्द्रले माया गरेकी गर्लफ्रेन्ड भूपेन्द्रलाई भेट्न उल्टै हस्पिटलसम्म आइसकेपछि अब भुन्टीको त्यो कोमल मनमा के रहला, के होला त? आज यसै सेरोफेरोमा रहेर हामीले महत्त्वपूर्ण अपडेट गर्न गइरहेका छौँ। भुन्टी सिरियललाई हेरेर माया गर्नुहुने, भुन्टी सिरियल नछुटाइकन हेर्ने हुने सम्पूर्ण दर्शकहरूले आजको हाम्रो यो भिडियो सामग्रीमा भएका कमी कमजोरीलाई पनि औल्याउने कोसिस गरिदिनु होला र हामीले महत्त्वपूर्ण अपडेट दिने कोसिस गरेका छौँ। हाम्रो भिडियो के कस्तो लाग्यो त जस्ताको तस्तै प्रतिक्रिया दिन भने नभुल्नु होला। दर्शकबिन, भूपेन्द्रले म माथि किन यस्तो व्यवहार गरे भन्ने कुरा भुन्टीले कहिले पनि सोचेकी थिएनन्। भुन्टीलाई लागेको थियो कि मैले आफ्नो श्रीमान भूपेन्द्रलाई नसोधिकन आफूले लगाएको गहना बेचेर आमाको उपचारमा पैसा खर्च गरेको कारण भूपेन्द्र रिसाए भन्ने मात्रै भुन्टीलाई लागेको थियो। भूपेन्द्र अर्को केटीसँग लागेर भुन्टी माथि यस्तो दुर्व्यवहार गरेका हुन् भन्ने कुरा भुन्टीले कहिले पनि कल्पना समेत गरेकी थिएनन्। तर यथार्थ कुरा के थियो भन्ने कुरा अब भुन्टीले थाहा पाएपछि भूपेन्द्रलाई साथ दिलिन् कि घृणा गर्छिन् त? तपाईहरूलाई के लाग्छ? दर्शकबिन, भुन्टीले गल्ती नगर्दा पनि घरबाट निकाले कि भुन्टीले भूपेन्द्रलाई त्यस्तो अवस्थामा पनि उपचार गराइन् भने अब भूपेन्द्र अर्धचेत भइसकेको अवस्थामा आएकी गर्लफ्रेन्डले के गर्छे होला र? अनि भुन्टीले पनि भूपेन्द्रलाई साथ दिलिन् कि नदिलिन्? तपाईहरूको मनमा लागेका कुनै पनि जिज्ञासा, सल्लाह, सुझाव र विचार छन् भने तलको कमेन्ट बक्समा लेखेर साथ दिनु होला। दर्शकबिन, भुन्टीले भने वास्तविक कुरा अहिलेसम्म बुझेकी थिएनन्। उनले त आफूले भन्दा धेरै माया गर्ने केटी पाएर यस्तो गरेको हो भन्ने कुरा समेत सोच्न पनि सकेकी थिएनन्। भूपेन्द्रले भने आफ्नै गर्लफ्रेन्ड बनाएर भुन्टीलाई धोका दिने कोसिस गरेका थिए। यसै कारण आफ्नो घर परिवार र सम्पत्तिबाट पनि भूपेन्द्र वञ्चित हुँदैछन्। दर्शकबिन, तपाईहरूलाई के लाग्छ त? अब भूपेन्द्रले फेरि भुन्टीलाई माया गर्लान् कि गर्लफ्रेन्डलाई माया गर्लान् त? तपाईहरूको धारणा पनि कमेन्टमा लेख्न सक्नुहुनेछ। दर्शकबिन, भूपेन्द्रले आफ्नी श्रीमती भुन्टीलाई यति रुखो व्यवहार गरेर आफूले नयाँ गर्लफ्रेन्ड बनाएर चाहिँ उही गर्लफ्रेन्डसँग विवाह गरेर जिन्दगी रमाइलोसँग बिताउने भूपेन्द्रको प्लान थियो। तर भूपेन्द्रको त्यो प्लान गर्लफ्रेन्डको बाउले भूपेन्द्रको टाउको फुटाएर बदला लिइसकेको छ। अब के गर्लान् त भूपेन्द्रले? यसै विषयमा पनि कुराकानी गर्नेछौँ। भूपेन्द्रले आफूबाट भएको कमी कमजोरी र गल्तीलाई कहिले पनि महसुस गरेनन्। जहिले पनि भुन्टीलाई मात्र गलत देखाउने प्रयास गरिरहे। कहिले बहिनीका कुरा सुनेर, कहिले भाइका, कहिले आमाका कुरा सुनेर त कहिले गाउँले छिमेकीहरूका कुरा सुनेर जहिले पनि भुन्टीलाई नै गलत देखाउने प्रयास मात्र गरेका थिए। भुन्टीका कमी कमजोरी के छन्, भुन्टीको यथार्थ के हो, वास्तविकता के हो भन्ने कुरा भूपेन्द्रले कहिले पनि बुझ्न चाहेनन्। दर्शकबिन, त्यति गर्दा पनि भुन्टीले आफू हेला हुँदा पनि, आफूले खान नपाउँदा, आफूले पीडा हुँदा, आफूले दुःख पाउँदा पनि कहिले पनि आफ्नो माइतीमा यस्तो भयो, श्रीमानबाट, सासूबाट, नन्द देवरबाट यस्तो भयो भनेर कहिले पनि आफ्नो घरको कुरा बाहिर लाने प्रयास नै गरिनन्। किनभने एउटा असल नारीले कहिले पनि आफ्नो घर, आफ्नो श्रीमान र आफ्नो परिवार भन्दा ठुलो केही होइन भन्ने कुरा महसुस गरेको हुन्छ। तर भूपेन्द्रले भने त्यो कहिले पनि सोच्न सकेनन्। भूपेन्द्रले जहिले पनि बाहिरै आँखा डुलाउने, बाहिरै रमाइलो गर्ने, बाहिरै रमाइलो जिन्दगीको बारेमा सोच्ने, आफ्नै श्रीमती, आफ्नो परिवार, आफ्ना परिवारले गरेको गल्ती, कमी कमजोरी के छन् भन्ने कुरो, यथार्थ के हो, वास्तविकता के हो भन्ने कुरा भूपेन्द्रले कहिले पनि बुझ्न चाहेनन्। यसै कारण भुन्टीलाई मात्रै जहिले दोषी देखाइरहे र भुन्टीलाई घृणाको पात्र बनाइरहे। दर्शकबिन, जहिले पनि भुन्टीलाई नै गलत साबित गराउने प्रयास गरियो। योभन्दा अगाडि पनि भुन्टीलाई आफ्नै बहिनीलाई धोका दिएको, बहिनीलाई मार्न लगाएको, बहिनीलाई बलात्कार गर्न लगाएका जस्ता आरोप भुन्टीमाथि नै लगाएर प्रहरी चौकीसम्म पुर्याउने प्रयास पनि नगरेको भने होइन। तर वास्तविकता सुकुमाया आएर बाहिर ल्याएपछि पनि भूपेन्द्रमा चेत भने खुलेन। उनले फेरि पनि बाहिर नै केटी डुलाउने काम गरे। दर्शकबिन, भुन्टीले आफ्नो परिवार प्रति गरेको यस्तो जिम्मेवार काम तपाईहरू को खुसी हुनुहुन्छ त? भुन्टीको यो कामलाई सबैले सलाम गर्न लायक छ कि छैन त? तपाईहरूका मनमा लागेका कुनै पनि सल्लाह, सुझाव, जिज्ञासा र गुनासाहरू छन् भने तलको कमेन्ट बक्समा गएर झर्को नमानिकन लेखेर साथ दिनुहोला। दर्शकबिन, के साँच्चै नै अब भूपेन्द्र र भुन्टीको मिलन हुन्छ कि हुँदैन त? के भूपेन्द्र अब होसमा आउँछन् कि आउँदैनन्? तपाईहरूलाई के लाग्छ? आफ्नो मनमा
लागेका कुनै पनि सल्लाह सुझाव जिज्ञासा र गुनासाहरू छन् भने तलको कमेन्ट बक्समा झर्को नमानिकन लेखेर साथ दिन पनि सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिन त्यति धेरै हुँदाहुँदै जहिले पनि पीडा भोगेकी भुन्टीले कालो कपडा लाएर आएकी भूपेन्द्रको गर्लफ्रेन्डलाई देखेपछि अब वास्तविक कुरा बुझ्लिन् कि नबुझ्लिन् त यो विषयमा पनि तपाईहरूले आफ्नो मनमा लागेका सल्लाह सुझाव र जिज्ञासाहरू दिन सक्नुहुनेछ। दर्शकबिन अब भूपेन्द्रको होस आउनेछ कि छैन त र भुन्टीले दुःख पाउनुहुन्छ कि हुँदैन, भुन्टीले दुःख पाउँछिन् भनेर चिन्ता लिनेहरू को हुनुहुन्छ र कहाँ कहाँदेखि हुनुहुन्छ सबैजनाले यो ठाउँबाट भनेर आफ्नो गाउँ ठाउँको नाम पनि कमेन्ट मार्फत लेख्न सक्नुहुनेछ। दर्शकबिन भुन्टी सिरियललाई कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ आफ्नो गाउँ ठाउँको नाम तलको कमेन्ट बक्समा गएर झर्को नमानिकन लेखेर साथ दिनुहोला ताकि हामीले हाम्रो भिडियो सामग्री कहाँ कहाँबाट हेर्नुहुनेछ भनेर थाहा पाउनेछौँ। दर्शकबिन यदि तपाईहरू हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ, हाम्रो च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर अल नोटिफिकेसन बेल आइकन दबाउन पनि नभुल्नुहोला ताकि हामीले यस्तै महत्त्वपूर्ण भिडियो सामग्रीहरू यहाँहरूको माझमा पस्कने छौँ र छिटोभन्दा छिटो यहाँहरूको मोबाइलसम्म पुग्नको लागि एउटा मद्दत पुग्नेछ। दर्शकबिन भुन्टी सिरियलको रिभ्यू भिडियो मार्फत यहाँहरूलाई निकै नै महत्त्वपूर्ण अपडेट गराउने कोसिस गरेको छु। आजको हाम्रो भिडियो सामग्री के कस्तो लाग्यो, अब साँच्चै नै भूपेन्द्रको गर्लफ्रेन्ड अब भूपेन्द्रलाई भेट्न हस्पिटलसम्म आइसकेपछि भुन्टीको मनमा के बित्छ होला, अब आगामी भागमा के होला त सो बारेमा तपाईहरूका मनमा लागेका कुनै पनि सल्लाह सुझाव जिज्ञासा र गुनासाहरू छन् भने तलको कमेन्ट बक्समा समेट्न नभुल्नुहोला। अनि भुन्टी र भूपेन्द्रको मिलन हुनुपर्छ भन्ने को हुनुहुन्छ र अब भूपेन्द्र जस्तो व्यक्तिलाई भुन्टीले छोडेर आफ्नो जिन्दगी सही तरिकाले अगाडि बढाउनु पर्छ, भुन्टी एक्लै जिउनु पर्छ र भुन्टीले फेरि नयाँ थालनी गर्नुपर्छ भन्ने को हुनुहुन्छ त सबैजनाले हाम्रो भिडियो सामग्रीमा एउटा लाइक कमेन्ट गरेर च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको अल नोटिफिकेसन बेल आइकन दबाउँदै हामीलाई सहयोग साथ सपोर्ट र नि सल्लाह र सुझाव दिन भने नभुल्नुहोला।